नमस्कार साथीहरू। आज मिति 2081 फागुन 9 गते शुक्रबारको दिन हाम्रो यस श्री लिमी उल्लेरी आधारभूत विद्यालय परिवारको पिकनिक बागमारा भन्ने ठाउँमा, फलेवास नगरपालिका वार्ड नम्बर 9 बागमारा भन्ने ठाउँमा रहेको छ। साथीहरू गइसक्नु भएको छ भने म पनि अब जाने तर्खर गर्दैछु। हल्का यताउता म्यानेजमेन्ट गर्दा थोरै ढिलो भएको छ, त्यही पनि अब म लाग्ने तर्खर गर्दैछु। हामी त्यहाँ पुगेपछि त्यहाँ गतिविधिहरू देखाउने नै छौँ। धन्यवाद। नमस्कार। श्री लिमी उल्लेरी आधारभूत विद्यालय परिवार आज पिकनिकको क्रममा बागमाराको यात्रामा छौँ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ श्री लिमी उल्लेरी आधारभूत विद्यालय अनि रमाइलो उल्लेरी गाउँ। हामी यसबाट अब पिकनिकको क्रममा माथि जाँदैछौँ। विद्यार्थी भाइ बहिनीहरू गइसक्नु भएको छ भने म थोरै ढिलो गरी गएको छु। अब हामी त्यहाँ पुगेपछि त्यहाँको गतिविधिहरू अवश्य पनि प्रस्तुत गर्नेछु। म यतिखेर खरबारी नै आइपुगेको छु। यो तल हाम्रो विद्यालय अनि उल्लेरी गाउँ तपाईँहरू हेर्न सक्नुहुन्छ। धन्यवाद। ल, आज हाम्रो पिकनिकको लागि तरकारी छोडाउने काम चल्दैछ। हाम्रो शान्ति म्याम, हाम्रो सुजना अनि सम्झना म्याम लगायत विद्यार्थी भाइ बहिनी र म्याडमले चाहिँ पनिरको लागि चाहिँ केराउ छोडाउँदै हुनुहुन्छ म्याडमहरूले। अनि यता हाम्री डिसिप्लिन गर्ल आरएससी खत्रीले चाहिँ प्याज काट्दै हुनुहुन्छ। दीक्षा पनि त्यत्तिकै एक्टिभ है। प्रधानाध्यापक मोहन दत्त सर अनि विद्यार्थी भाइ बहिनी मिलेर अहिले के अरे बाख्रा पोल्दै हुनुहुन्छ। अब एकछिनपछि बाख्राको परिकार बन्छ। ल, बोका पोल्ने काम हुँदैछ। सबैजना खुसी छन् है। आज हाम्रो विद्यार्थी भाइ बहिनी पनि यति खुसी भएर पोल्दैछन् नि। सानो भएर पनि हाम्रो सुगम रिजालले पनि पोल्दैछन् है। सानो भएर पनि एकदम अनुभवी छन् हाम्रा सुगम भाइ। ल, सबैजना खुसी छन्। अनि उता म्याडमहरू तरकारी काट्दै हुनुहुन्छ, कोही कोही केयर्दै हुनुहुन्छ। म्याडमहरूको पनि त्यतातिर आफ्नै तरिका छ। यता हामी मासु डिपार्टतिर छौँ भने उहाँहरू चाहिँ तरकारी डिपार्टतिर हुनुहुन्छ। अब हामी एकछिनपछि सबै रेडी गरेर चाहिँ हामी टक्क वनभोज खाएको भिडियो हामी बनाउने नै छौँ। धन्यवाद। ल, हाम्रो पिकनिकको दिनमा यहाँ तल हेयर सर अनि लोक सरले चाहिँ मासु काट्दै हुनुहुन्छ। यता तर माहौल रमाइलो हुँदैछ। तिमीलाई म्याडमलाई राम्रै ताल आएको छ। विद्यार्थी भाइ बहिनीहरू पनि कोही पकाउँदै कोही के गर्दै हुनुहुन्छ। सबैजना एक्टिभ हुनुहुन्छ है आज चाहिँ। ल, एकदम हेलो हेलो रोजिनाले हेलो भन्दैछु। रोजिना लगायत टोलीहरू हाम्रो पिकनिकमा अब फेरि दोस्रो लट खाजाको चलिरहेको छ। तेस्रो ल, हाम्रो सीता म्यामले बाँड्दै हुनुहुन्छ। लोक सर अनि हाम्रो सीता म्यामले चाहिँ खाजा बाँड्दै हुनुहुन्छ भने यहाँ एकदम सौहार्दपूर्ण वातावरणमा विद्यार्थी भाइ बहिनीहरू एकदम गोलो भएर बसेका छन्। अब कतिखेर पालो आउँछ भनेर धेरै राम्रो भएको छ। ल, थोरै भुजा खाने, त्यसपछि भात खाने। ल, अनि यता खिर पनि पाक्दैछ। अब परिकारहरू चाहिँ धेरै छन् है आज। वनभोजमा विद्यार्थी भाइ बहिनीहरू अहिले यतिखेर खाजा खाँदै हुनुहुन्छ। चिउरा भुजा अनि मासु खाँदै हुनुहुन्छ। आज धेरै रमाइलो भइरहेको छ। पारितर्फ थापटाना खुमा गाउँ पनि राम्रोसँग देखिन्छ। एकदम रमाइलो छ माहौल। विद्यार्थी भाइ बहिनीहरू यतिखेर खाजा खाँदै हुनुहुन्छ। हामी सोफिया, रोजिना, अस्मिता अनि कृति अनि सुजना यताको ग्रुपमा छन् भने यताको ग्रुपमा चाहिँ हाम्रो ग्रीष्मा छिन्। ग्रीष्मापछि निरु छिन्। अनि निरुपछि को हाम्रो अनमोल अनि सुगम पछि हाम्रो के अरे दिपसागर अनि हाम्रो के अरे सौगात छन्। अनि हाम्रो विश्वास
थपी खाना पाइन्छ तर फाल्न पाइन्न ल राम्रोसँग खाना खाने हेलो हेलो ल ठिक छ टक्क खाना खाने थपी खाने बरु थोरै खाने तर थपी खाने फाल्न चाहिँ नपाई कतिको रमाइलो भएछ ह्यान्डबल ल ल ठिक छ साना भाइ बहिनीहरू पनि छन् बागमाराका भाइ बहिनीहरू यिनीहरू दाइहरू बहिनीहरूका भाइहरू भए ल रमाइलो छ नि ल खामै झ्याम्म मासु भात बजाम झ्याम्म मासु भात बजाउने हो नि मासु भात भनेको कहाँ मादल भनेछु मासु भात बजाम है हाँसो लाग्दैछ कसैलाई फेरि ल हाँसो भने आयु बढ्छ रे ल ठिक छ ल अनि यता खाँदैछौ नि मासु ल मासु भात खाऊ मासु भात गाजर ल ठिक छ हो दामी रमाइलो छ ल हाम्रो स्टाफहरूको लागि नि अब त्यहाँ तयारी हुँदैछ म्याडमहरूले गर्दै हुनुहुन्छ अब एकछिनपछि स्टाफहरूलाई नि हुन्छ ल हाम्रो सीता म्याम सुनिता म्याम कसिनु भएकै छ है अब खाना स्टाफहरूको लागि यहाँ स्टुडेन्टहरूले दिइसक्नु भएको छ अब स्टाफहरूको लागि हुँदैछ ल एकदम हस् ल स्टाफहरूको लागि खाना तयारी गर्दै हुनुहुन्छ म्याडमहरूले अब शिक्षक स्टाफहरूको लागि यता हाम्रो आरसी र दीक्षा भने किन छुट्टै बसेछन् कुनै साथीहरूसँग भन्दा छुट्टै बसेको किन हो यस्तो भएन है साथीहरूसँग बस्नु पर्ने नि कि अब 8बाट उता अर्को क्लासमा गइन्छ भनेर त होइन नि ल ठिक छ वेल गाइज अब भने हाम्रो पिकनिक कार्यक्रम सकिन लागेको छ अब हामी भोलकको अन्त्य गर्दै गइरहेका छौँ ल आजको पिकनिक धेरै रमाइलो भयो अब आजको यो भ्लगबाट अब म बिदा माग्नु पर्ने हुन्छ सम्पूर्ण विद्यार्थी भाइ बहिनीसँग मिलेर चाहिँ रमाइलो गऱ्यौँ हाम्रो शिक्षक स्टाफ लगायत विद्यार्थी भाइ बहिनी सबै रमाइलो गरेर अब यो पिकनिक यहीँ समाप्त भएको घोषणा गर्छु र अर्को साल फेरि पनि हामी नबरी बाँचे कालेले साँचे फेरि अर्को पिकनिकमा भेट्ने बाचा गर्दै यो पिकनिकबाट चाहिँ हामी सबै बिदा माग्छौँ हवस् त नमस्कार बाई बाई सी यू